अब बाहिर जाने हो एकछिनमा। हिजो चाहिँ हिउँ पनि परेको छ, आज हिउँ कति छ हेर्छु है त म। हेर्नेवाला हो म। हिउँ हेर्नेवाला छु के म। अब घाम चाहिँ लागिरहेछ, लाग्नु चाहिँ म हेर्छु है त। यस्तो गरी निस्किन्छु म। यस्तो छ है बाहिर चाहिँ घाम लागेको छ लाग्न चाहिँ। हावा त चलेर चल्न चाहिँ छैन, पिलाइसक्यो घाम लागेर। यस्तो भइसक्यो हामी बस्ने वरिपरि चाहिँ यस्तो खालको चाहिँ सबै बिलाइसक्यो नि, घाम लाग्यो नि त मजाले, त्यही भएर यस्तो भयो। यहाँ छ अलिअलि यस्तो कतिको छ त छैन, सकिसक्यो। यतातिर यति छ, यति छ, यति 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 छ। ठुलो मान्छे आउँदैछ यहाँ चाहिँ। हामी एकछिन बजारतिर गएर आउने हो। यस्तो घाम लागेको चाहिँ हेर्नु पर्यो यता। मैले देखाएको के खाँदैछ यिनीहरूले? सुप। त्यस्तो नानीहरूले खान्छ अनि यत्रो कुन्चुहरूले खाँदैछ। यताबाट उता गयो, उताबाट यता आयो। फोटो खिच्ने ठाउँ पनि भेटिएन। फोटो खिच्छु भनेको एउटा आज। यस्तै यस्तै छ मेरो। चिसो चिसो छ। यो पग्लिसकेछ हिउँ अब चाहिँ। बाटोमा Continuous speed bump ahead. के दुई खालको फोटो छैन घरमा? दुई खालको छैन, त्यही भएको एक खालकै फोटो। ड्याममा ड्याममा 3-4 खालको खिचेर ल्याउँथेँ नि म भनेको भए त। के भएन, मङ्गे गइन्छ। Continuous speed bump ahead. हुन्छ रे। त्यसो गरेर आजै गर्ने हो काम। कति छु भारी बोकेर आउँछु। त्यसो माथि हुन्छ त। किन आज शुक्रबार बन्द गरे त्यो मान्छेले? टाउकोमा भारी बोकेको छ धेरै। यो चाहिँ नेपाल रेस्टुरेन्ट रहेछ। यसमा चाहिँ यस्तो पाउँछ। हामी चाहिँ तर यो खाने झोल मोमो। झोल मोमो मोमो चाहिँ यस्तो छ नि। झोल मोमो खाने अब यस्तो छ यहाँ मोमो चाहिँ। भित्र छ एकदम मोमो झोल मोमो खाएर पनि निस्किसकेको अब। छिटो होइन मिठै रहेछ। मिठै मिठै छ। त्यो चाहिँ यहाँनिर रहेछ त्यसो।
फेस हो यताबाट जाने पर गाडी आएछ अब घर जाने अब चाहिँ जाउँ अब खङ्गेमा गएर खिच्नु पर्ला भने खासमा आज फोटो खिच्नु हिँडेको के भयो भने बन्दै बन्द ठाउँ कहीँ 5 बजे आइज भन्छ कहीँ बन्द छ यो चाहिँ नभएन हो जाने हो जाडो पनि भयो यो चाहिँ फेसोको एरिया हो यस्तो रहेछ है हामीले पार्किङ चाहिँ माथि गरेको छ यही पो हो साथी त अच्छा छु जाडो छ क्या जाडो बहुत छ क्या बाहिरबाट आइसकेको यो सामान यस्तो लिएको धनियाँ हो धनियाँ हो सुन्तला छ भनेको यो सामान मिलाएर राख्छु राम्ररी मिलाएर राख्छु चाहिँ मैले आज यो ब्राउन लिएको छु है कस्तो हुन्छ म खान्छु ल यो खाएर हेर्छु म यो खाएर हेर्छु म यसलाई ग्यास भात पकाउँछु म यसमा यो हो मेरो ढेँडो पकाउने हो यो चाहिँ यस्तै चाहिँ म ढेँडो पकाउँछु है यो भइहाल्यो कफी यो भइगयो सोजुमान अहिले यो मेरो टाइम पास यो गाईको दुध